निकायसँग जोडिएर आएका विषयवस्तु एकदम कम छ, एकदमै कम छ। यसले के बुझ्यो भनेदेखि पालिकाले त्यो तहको अब यस्ता छलफल अन्तर्क्रियाहरू गर्नुपर्ने एउटा ग्याप चाहिँ देखियो। त्यो गर्नु जरुरी पनि छ। मैले पालिकालाई अनुरोध पनि गरेँ। उपाध्यक्षज्यू यहीँ हुनुहुन्छ, वडाध्यक्षज्यू यहीँ हुनुहुन्छ। म आफै पनि पालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर धेरै काम गरेर आएँ। अब सार्वजनिक सुनवाई वडामा गरिन्थ्यो, वडामा गरिन्छ है। त्यस्ता खालका कार्यक्रमहरू भयो भने मलाई लाग्छ धेरै कुराहरू समाधान पनि हुन्छ होला जस्तो लाग्छ। अनि यहाँ जति कुराहरू आए मैले त्यसलाई एकदम सहज रूपमा चाहिँ ग्रहण पनि गरेको छु। किन भन्नुहुन्छ भने अब यो चेतनशील नागरिकले प्रस्तुति गर्नुपर्ने फ्लोरहरू उपलब्ध नहुँदा काहीँ आवेगमा आयो होला, काहीँ जिज्ञासाको रूपमा आयो होला, काहीँ विभिन्न स्वरूपमा आयो। त्यसलाई मैले त्यही रूपमा बुझेको छु र मलाई चाहिँ फिडब्याक पनि भयो जिल्ला प्रशासनले दिने सेवामा पनि यस्ता कुराहरू अब पालिका तहमा मैले आफूले पनि छलफल गर्नुपर्ने रहेछ, नभए अलिकति आफैलाई पनि अप्ठ्यारो पर्ने रहेछ भन्ने मेरो लागि पनि सिकायो। अब यो धेरै कुरा एसपी साहबले भन्नुभएको छ, विकास निर्माणको कुरा र जनपरिचालन गर्ने भन्ने कुरा चाहिँ कस्तो भन्नुहुन्छ भने कर्मचारी संयन्त्रले जनपरिचालन बाइ नेचर त्यति गर्दैन होइन। यो जनपरिचालन गरेर चुनाव जितेर वडाध्यक्षज्यूहरू अब जनप्रतिनिधिहरू आउनु भएको छ भने यो काममा जनपरिचालन किन हुन सकेन? अन्य कुरामा जनपरिचालन भयो, मत माग्ने कुरामा पनि भयो, अरू कुरामा भयो। अब जनताका कुरा सुन्ने कुरामा जनपरिचालन नभएको जस्तो लाग्यो। अब सिडिओको भूमिका अहिले कस्तो हुन्छ भने हजुरहरूले पहिले यो केन्द्रीकृत व्यवस्था हुँदाखेरि सिडिओ कस्तो थियो भन्ने त्यो आकलन गर्नुहुन्छ। अहिले सिडिओको भूमिका सीमित छ। वास्तवमा हुनुहुन्छ भने ढुङ्गागिटी बालुवामा सिडिओको भूमिका भनेको प्रहरी पठाइदिनु भनेर गाउँपालिकाले दिएको भने सुरक्षा भएन, त्यहाँ नागरिकका कुरा सुनवाई भएन, अथवा दुवै पक्ष भनौँ न, कहिलेकाहीँ नागरिकको तर्फबाट पनि हुनसक्ला, पहरको पक्षबाट पनि सुरक्षा भएन भने पठाइदिनु भन्ने छ। त्यसको प्रमाण म तपाईँलाई दिन सक्छु, अहिले समय भएन होइन। त्यति मात्रै कुरा मैले राखेँ। अनि होइन सिडिओ अथवा सुरक्षा निकाय चाहिँ यहाँ मिलोमत पो गरेका छन् कि ठेकदारसँग अथवा निर्माण व्यवसायीहरूसँग भन्ने तपाईँले कुरा गर्नुहुन्छ भने उनीहरू पनि मसँग सन्तुष्ट छैन। काम रोकियो भनेर उठाउन पाइएन, मेसिन लगाउन पाइएन भनेर उहाँहरू असन्तुष्ट हुनुहुन्छ। अब तपाईँहरू पनि असन्तुष्ट हुनुहुन्छ भने अब हामीले भूमिका हाम्रो अलिकति हामीले आफूलाई विश्लेषण गर्नुपर्ने पनि अवस्था आयो। एउटा पक्ष त खुसी हुनु पर्थ्यो होला, अर्को पक्ष खुसी हुनु पर्थ्यो होला, दुईटै पक्ष खुसी गर्न सक्छ। सबभन्दा गुनासो चाहिँ मलाई आफूसँग त्यही नै रह्यो। र विकासप्रतिको मेरो धारणा के हो भने कुनै पनि विकासले व्यक्तिको जीवनमा अलिकति भए पनि थोरै वृद्धि अथवा उसको केही जीवनस्तर सुधार हुनै पर्छ। सुधार भएन भने त्यो विकास चाहिँ त्यो व्यक्तिलाई किन स्वीकार्ने हो? एबिसिडी कसैले उसको लागि त विनाश हो नि त्यो। त्यसकारण प्रत्येक व्यक्तिको विकासको अवस्था भनेको चाहिँ उसले केही न केही त्यसबाट अनुभूति गर्न पाउने खालको विकास हुनुपर्छ भन्ने सिद्धान्त हो। मेरो पनि मान्यता त्यही हो। त्यसैलाई हामीले छलफल गर्नको लागि गुनासो छ भनेपछि एउटा सार्वजनिक सुनवाई गर्नु खोजेको। अब 10 वर्षको समस्याको रूपमा रहेर एउटा जिज्ञासा आएको छ। डाक्टर साहबले त्यो कुरा राख्नु भएको छ, मलाई पनि डकुमेन्ट पठाइदिनु भएको छ। मैले जिल्ला प्रहरी कार्यालयमा एसपी साहबलाई पठाएर यसको पाटो के हुनसक्छ भनेर मैले पनि भनेको छु। र 30 गते जिल्लाका सम्पूर्ण मान्यज्यू, प्रदेशका र सङ्घका मान्यहरू, पालिकाका सबै प्रमुखहरूलाई राखेर हामीले जिल्लामा छलफल गर्दा यो विषय पनि छलफल हामीले गरेका थियौँ। गर्दाखेरि यो इस्यु पनि आयो। तर गृहमन्त्रीज्यू यहाँ आउँदाखेरि पनि मैले भनेको थिएँ यसमा कम्प्लिकेसन यो छ हजुर, यसको बाटो फुकाउने केही उपाय चाहिँ हामी निकाल्छौँ भनेर भने हुनाले अब वकिल साहब त्यसको पछाडि हजुरले केही नसम्झाउँदा पनि त्यो मेरो चाहिँ गर्नै पर्ने कोही मेरो लिस्टमा चाहिँ छ। मैले केही न केही गर्नुपर्छ बाई डिफल्ट। त्यसमा मन्त्रीजीको पनि चासो छ। किन 10 वर्षसम्म एउटा चाहिँ पेन्डिङ भएको मुद्दा भन्ने खालको चाहिँ छ। म कहाँ केही गर्न नसके पनि मैले यस्तो जनस्तरमा गुनासो आयो, यो कुराहरू भयो, त्यहाँबाट तालमेलीमा भएको भन्ने कुराहरू आयो, यस्ता लेखापत्र भयो भन्ने विषयलाई मैले त्यहाँलाई जानकारी गराउनेसम्म कुराहरू पनि हुनसक्छ नि त। फर्दर प्रोसेस त एउटा त डाक्टर शक्ति पनि होला, म त्यो गर्ने यहाँलाई प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। अब यो ढुङ्गागिटी बालुवामा हामी अलिक बढी केन्द्रित त्यो म खोज्छु सकल फाइल चाहिँ हाम्रोमा आएको थियो या जिल्ला प्रशासनमा आएको थियो। हामीले त्यो रेकर्डहरू मागेका थियौँ। हो त्यो चाहिँ म खोज्छु। त्यो तपाईँले कन्सर्न उठाएपछि भोलि तपाईँले सिधै दिनु भएन भन्दा मैले टेरिनु भने भोलि तपाईँले हेलो सरकारलाई प्रयोग गर्नु होला
कसैलाई प्रयोग गर्नु होला होइन, गरि नै हाल्नुहुन्छ। हरेक चेतनशील नागरिकले त्यो गर्छ। मैले त्यसमा चाहिँ कमिटमेन्ट के गर्छु भने त्यसलाई कसले गरे हुन् भन्ने कुरो म त्यो पत्ता लगाउँछु र तपाईँलाई त्यो नोटिस चाहिँ म गरौँ। अब हामी एउटा केमा केन्द्रित भयौँ भन्नुहुन्छ भनेदेखि यो लामा बगरमा यो आयोजना सम्पन्न हुन्जेलसम्म मात्रै ढुङ्गा गिटी बालुवा निकाल्ने कुरामा बढी केन्द्रित भयो जस्तो लाग्छ। त्यसपछि निकाल्ने कि ननिकाल्ने लामबगरको लागि त अहिले यो प्रोजेक्ट यो चाहिँ मैले के भने पालिकाको स्रोतको कुरा हो। पालिकाको आम्दानी हुन्छ। भोलि अहिलेका दिनमा 30,000 घनमिटर निकाल्ला अथवा 3,000 निकाल्ला, भोलिको दिनमा 2500 निकाल्ने अवस्था होला। त्यो वर्ष अर्को वर्ष 2,000 निकाल्नु पर्ने होला। त्यो अर्को वर्ष 1,500 निकाल्नु पर्ने होला। पालिकाको स्थायी स्रोत त अब नेचुरल रिसोर्स नै हो नि। भले त्यो ननिकाल्नु पर्ने अवस्था पनि होला। त्यो त केही त निर्णय त हुन पर्यो। सम्भवतः मलाई के लाग्छ भने यो विषय चाहिँ हजुरहरूले लङ टर्ममा सोच्नुपर्ने हुन्छ र भोलिका दिनमा आइइआइए गर्दाखेरि यो विषय चाहिँ गर्नुपर्छ होला भन्ने मैले भन्न चाहेँ। स्थानीयलाई थाहै हुँदैन होइन, अब जहाँसम्म ढुङ्गा गिटी बालुवा निकाल्दाखेरि आइइआइए गर्ने भनेको त्यो सम्बन्धित ठाउँमा गएर नै हामीले सरकारवालाहरूको प्रभावितहरूको राय लिनुपर्ने कानुनी व्यवस्थै छ। डाक्टर साहबलाई त्यो बढी थाहा छ, उहाँ प्र्याक्टिसनर पनि भएको हुनाले हामीले कहाँ गऱ्यौँ भन्ने प्रश्न चाहिँ सार्वजनिक चाहिँ केशव सरले भनिसकेका हुनाले इआइए रिपोर्टमा कहाँ गरिएछ, को सहभागी रहेछन्, कसले के जवाफ दिएछन् भन्ने कुरो चासो तपाईँहरू सबैको हुनुपर्छ। यहाँले खोज्न पनि सक्नुहुन्छ, पत्ता लगाउनु होला र एउटा फिडब्याक चाहिँ यहाँका भोलिका दिनमा यहाँहरूलाई पनि हुन्छ। र त्यसमा यहाँहरूले कुरा उठाउनु भएको छ 3टा कुरा: मन्दिर, खानेपानी र अन्य पूर्वाधारहरूलाई। मैले अब नाम भन्नु, त्यो पूर्वाधार नोक्सान हुने गरी त आइइआइए गर्दाखेरि मिटिगेसन मेजर राखेकै होला नि। त्यहाँ मन्दिर छ भन्ने कुरालाई छैन भनेर लेख्न मिल्दैन। लेखा छ भने त्यो गम्भीर त्रुटि भयो। त्यो चाहिँ इआइएको रिपोर्टमै क्वेसन आउँछ। त्यो त भएको संरचना आइई कहिले गरेको डेट छँदैछ। त्यहाँ मन्दिरै लुकेको छ, कुवै लुकेको छ, धारै लुकेको छ, कुलो लुकेको छ भनेदेखि त म्यालाफाइड इन्टेन्सन भयो। त्यसमा त अब त्यो कन्सल्टेन्ट टिम को हो त्यसलाई त मुद्दा लाग्छ नि, उसले लुकाएको कुरो भएको संरचना। साक्षी सरजमिन यहाँहरूले बसेर कुरा गर्दाखेरि त थाहा भइहाल्छ नि त्यो संरचना कहिले बनेको। हजुरबुवाको पालामा बनेको कुलो आज नदेखाएर हुन्छ? कुलो छैन भन्न पाइन्छ? होइन, हामीले मैले अघि भने जस्तै हाम्रो जीवनलाई घटाउने स्तरको कुनै पनि संरचना बन्नु पनि हुँदैन र त्यहाँबाट निकाल्न पनि पाउनु हुँदैन। त्यो म आफू पनि भन्छु। अनि अर्को कुरा चाहिँ सगुन कन्स्ट्रक्सनको पार्टमा उहाँले धेरै कुरा राख्नु भएको हुनाले यहाँ उठेका कुरालाई सगुन कन्स्ट्रक्सनलाई म भन्नुला पनि यी कुराहरूको हकमा। अब गर्ने के त भन्ने कुराहरूको हकमा चाहिँ मैले केही कुराहरू यहाँलाई प्रस्ताव गर्छु। यसमा सहमति भयो भने अगाडि बढौँ। एउटा चाहिँ के गर्नु पर्यो भनेदेखि आइई गरेर अब यस्ता संवेदनशील ठाउँ कतिवटा छ पालिकाले जिम्मा लिनु पर्यो। आइई उहाँहरूले गरेको होइन, इआई आयोजनाले गरेको हुनाले एउटा त्यो ठाउँबाट परिमाण कति निकाल्न सकिने हो यो रफली वाकओभर सर्वे टाइपले हामीले टेक्निकल टिम चाहिँ पठाएर पालिकासँगले नेतृत्व गर्नु पर्यो, लिएर उहाँहरूले कति मेटेरियल निकाल्न सकिने हो यो परिमाण भयो। तर मन्दिरको नजिक, पुलोको नजिक, अन्य संरचनाको नजिक कति छोडेर निकाल्ने हो भन्ने कुराहरूको हकमा चाहिँ पालिकाले एउटा वाकओभर सर्वे चाहिँ गर्नु पर्यो है। वाकओभर सर्वे गर्नु पर्यो। त्यो कति दिनभित्र गर्न सकिन्छ पालिकाले गरिदियोस्। 7 दिनभित्र गर्न सकिन्छ, 3 दिनभित्र गर्न सकिन्छ। वाकओभर सर्वे गर्दा यो ठाउँबाट निकाल्न चाहिँ नमिल्ने भन्ने खालको कुरा होला। बिजुलीको पोल होला, अरू कुराहरू होला, त्यहाँ चाहिँ हामीले सद्गत गर्ने ठाउँहरू होला होइन। त्यो त ठाउँहरू सुरक्षित हुनु पर्यो, त्यो चाहिँ यकिन होस्। अनि यो निगरानी समूह चाहिँ बनाइदिनु पर्यो। वडाध्यक्षज्यूले अब यहाँ प्रत्येक वडाका वडाध्यक्षज्यूहरूले एउटा निगरानी समूह, त्यहाँबाट मेटेरियल कति निस्किएको छ, आज कति ट्रक निस्क्यो भन्ने कुराहरू चाहिँ उहाँहरूले हेरिदिनु पर्यो। वडाध्यक्षज्यूले त्यसको समन्वय गरिदिनु पर्यो र वडाध्यक्षज्यूले समन्वय गरे पछाडि बरु हाम्रो प्रहरीहरूको पनि केही साथ सहयोग चाहिन्छ भने पालिकाले वडाले रिक्वेस्ट गर्यो भने मात्रै हामी त्यहाँ प्रवेश गर्छौँ, नत्र भने प्रवेश गर्दैनौँ है। त्यो कुरा मैले यहाँ भन्न चाहेँ। अनि अर्को चाहिँ त्यो पारदर्शी पनि हुन पर्यो। कम्तीमा अरू केही गर्न सकिँदैन भने फ्लेक्स बनाउनुहोस्। आज कति लोड आयो रजिस्टर मेन्टेन गर्ने त्यो निगरानी समूहले आज कति भयो भनेर मार्कर पेनले लेख्न सकिन्छ नि।
यही मन्दिरबाट बाटो तल झर्छ, यहीँबाट मात्रै मेटेरियल आउन जान दिने भनेपछि त अर्को ठाउँबाट त आउँदैन नि। यहीँनिर मेटेरियल बनाउन सकिन्छ एउटा नोटिस बोर्ड बनाएर जस्तो बनाएर त्यहाँ गर्न सकिन्छ नि, सार्वजनिक सूचना पार्टी जस्तो। अनि यो कति ट्रिप यहाँबाट जान्छ भन्ने यकिन भइसके पछाडि यहाँबाट यति ट्रिप गयो भने राजस्व कति उठ्यो र त्यति राजस्व दाखिला भयो भएन भन्ने कुरो त सजिलै पत्ता लागिहाल्छ। त्यो गाह्रै विषयवस्तु भयो। अब स्थानीयवासीलाई अग्राधिकार दिने भन्ने कुराहरूको हकमा चाहिँ मैले के भन्न चाहेँ भने मेरो अनुभवले त्यो पालिकाको आर्थिक ऐनमा अब आउँदैछ, सभा भइहाल्छ असार 10 गते, त्यो पालिकाको ऐनमा प्रस्ताव गर्नु। पालिकाको ऐन बन्दैछ, बनिहाल्छ, प्रत्येक आर्थिक वर्षमा बन्छ। कति छुट दिने, कसलाई छुट दिने, किन दिने भन्ने त लजिक हुन्छ नि। आर्थिक ऐनमा त्यो कुरो भनिँदा राम्रो होला। दोस्रो कुरो, वडाहरूलाई स्रोत उठेका वडाहरूलाई अग्राधिकार दिनु पर्यो र त्यो स्रोत बाँडफाँड चाहिँ गर्दाखेरि अलिकति यहाँ हामीले अब धुलो पनि खान्छौँ, धुवा पनि खान्छौँ, वायु प्रदूषण होला, ध्वनि प्रदूषण होला, अनि फेरि त्यहाँ संरक्षणका कामहरू पनि त गर्नुपर्ने होला। त्यस कारण वडाहरूलाई पैसा दियोस् भन्ने कुरामा वडाध्यक्षज्यूहरू सचेत हुनु पर्यो। फर्मुला बेसै ग्रान्ट छ होइन र पालिकामा त पालिकामा मैले काम गरेको पालिकाहरूमा त फर्मुला बेस ग्रान्ट हुन्छ त। त्यो एउटा दामासाईले गर्ने हुन्छ हजुर। तर यस्तो मैले हजुरलाई अनुरोध के मात्रै गराउन खोजेको भने पालिकाहरूलाई एउटा बेस लाइनको ग्रान्ट हुन्छ, जस्तो 2-2 करोड दिने वडालाई, एउटा उदाहरणको लागि। त्यस पछाडि उसको राजस्वको अवस्था, त्यहाँ हामीले उसले राजस्व कति उठाएको थियो, जस्तै यो वडाले ढुङ्गागिटी बालबाट कति राजस्व उठायो भने राजस्वको सम्भाव्यताको आधारमा पनि अरू 50% या 40% हामीले अनुदानहरू पालिकाहरूलाई दिन्छौँ। जनसङ्ख्या पनि हेर्नु पर्यो, यहाँको रिसोर्स उसले कति ट्राई गरेको छ भन्ने हेर्नु पर्यो, र यहाँ इस्युहरू कति छन् भन्ने कुरा पनि हेर्न पर्यो। त्यो हेरेर पनि राजस्व बाँडफाँड गर्न सकिन्छ नि। त्यो त तपाईँहरूले बनाउने नियम हो नि। आर्थिक हामीले ऐन बनाउँछौँ प्रत्येक पालिकाको, बनाउँदाखेरि विनियोजन ऐनबाट विकास निर्माणका बजेटहरू खर्च हाम्रो आउँछ भने आर्थिक ऐनबाट ट्याक्सका कुराहरू आउँछ, छुटका कुराहरू आउँछ। अरू बेला त छुट दिन सकिँदैन ऐनभन्दा बाहिर गएर। अहिले कसैलाई छुट दियो भने त्यो सम्भावनै छैन, अख्तियारले लगिहाल्छ। कसरी छुट दिन्छ, त्यो सम्भावना चाहिँ हुँदैन। र मलाई चाहिँ के लागेको भने अलिकति एसपी साहबले र अघि साथीहरूले के भने जस्तै एउटा वडाबाट यसको निगरानी समूह गठन होस्। निगरानी समूह के नाम दिन चाहनुहुन्छ त्यो त मैले जस्ट क्वाइन गरेको भयो, तपाईँले जे नाम सजिलो भन्ने कुरा होस्। त्यहाँ दलको पनि राख्दा भयो, युवा साथीहरू राख्नुहोस् जसले समय दिन सकियोस्। अनि त्यस पछाडि पारदर्शिताको कुरा होस्, कति ट्रिप उठ्यो भन्ने कुराहरू होस्। यो आईले कति परिमाणमा, जस्तो हाम्रो यहाँ एउटा अहिले आइई हामी केमा जान्छौँ भन्ने कुराहरू पनि एउटा भयो। जुनमा जान्छौँ तपाईँले त्यो परिमाण अनुसार भन्दा बढी 1 ट्रिप बढी हुनुभयो। त्यो प्रश्न त फेरि घुम्दै फिर्दै मौका आउँछ, दोहन बढी भयो भन्ने हिसाबमा मुद्दा मामिला पर्छ। त्यो काम नगरौँ र परिमाण यकिन गरौँ, पारदर्शी सूचना जारी गरौँ र प्रत्येक दिन चाहिँ सम्भवतः अब अहिले पालिकामा कति सम्भव छ यहाँ सार्वजनिक होस् र आम्दानीको चाहिँ त्यो जति ट्रिप जाने हो त्यो ट्रिप गएको भोलिपल्ट यति ट्रिप गयो इन्टु यति राजस्व तिरो भन्ने कुरा यहाँ यस्तै सार्वजनिक सुनवाई गरेर तपाईँले सार्वजनिक गरिदिनु भयो भने हाम्रो लागि पनि त्यो स्वीकार्य हुन्छ। मैले यति कुरा प्रस्ताव गरेँ होइन। र अब यो सबै कुराहरू गर्ने पालिकाले किनभने खोलाको धारै परिवर्तन गर्न जस्तो खोलाको धार परिवर्तन गर्ने अवस्था त्यहाँनिर हुन्छ भने किन गर्नु त? त्यसरी काम किन भइरहेको हो? त्यही त निगरानी समूह राखौँ त भने मैले भनेको निगरानी समूह एउटा राखौँ, त्यस्तो साथीहरू राखौँ जसले चाहिँ त्यहाँ दलको साथीहरू पनि हुनुहोस्, त्यहाँ युवा साथीहरू पनि हुनुहोस्, जस्तो गर्दा उपयुक्त हुन्छ। पहिलो कुरो ल्याब टेस्ट गर्नु पर्यो। त्यहाँको तपाईँको 2003 चिपद्वारा डम्पिङ गर्ने त्यो ल्याब फेल भएर अन्तर्गत बेच्दिने, अर्को ठाउँको त्यही गरी गर्नु भएन। यसमा मैले एउटा कुरा मेटेरियल